के तपाईलाई थाहा छ परमेश्वरले मानिसलाई किन व्यवस्था दिनुभयो? के मानिसलाई नियन्त्रण गर्नका लागि हो? धेरै मानिसहरूले यसलाई एउटा भारी बोझको रूपमा लिन्छन्, तर वास्तवमा यही व्यवस्थाभित्र हाम्रो सुरक्षा र मुक्तिको मार्ग लुकेको छ। आज हामी परमेश्वरले व्यवस्था दिनुका 6वटा कारणहरू हेर्नेछौँ जसले व्यवस्थाप्रतिको हाम्रो दृष्टिकोण बदलिदिन सक्छ। आउनुहोस् सुरु गरौँ। पहिलो, परमेश्वरको पवित्रता र धार्मिकता प्रदर्शन गर्न। लेवी 19:2। सबै इस्राएली समुदायलाई भन्, तिमीहरू पवित्र हौ किनभने म परम प्रभु तिमीहरूका परमेश्वर पवित्र छु। व्यवस्था केवल नियमहरूको सङ्गालो मात्र होइन, बरु यो परमेश्वरको आन्तरिक चरित्रको बाह्य प्रकटीकरण हो। व्यवस्था परमेश्वरको प्रतिबिम्ब हो। जब हामीले उहाँले दिनुभएको व्यवस्थालाई पढ्छौँ तब उहाँको पवित्रता र उहाँको धार्मिकतालाई देख्छौँ। परमेश्वर पवित्र हुनुहुन्छ, जसको अर्थ उहाँ पापबाट पूर्ण रूपमा अलग र शुद्ध हुनुहुन्छ। उहाँले दिनुभएको व्यवस्थाले उहाँको यो उच्च मापदण्डलाई देखाउँछ। परमेश्वर धर्मी हुनुहुन्छ, यसको अर्थ उहाँ सधैँ सही र न्यायोचित हुनुहुन्छ। व्यवस्थाले कुन कुरा सही र कुन कुरा गलत हो भन्ने स्पष्ट मापदण्ड दिएर उहाँको न्यायपूर्ण स्वभावलाई प्रकट गर्छ, उहाँको धार्मिकतालाई प्रकट गर्छ। व्यवस्थामा तोकिएका दण्ड र पुरस्कारले यो देखाउँछ कि परमेश्वर एक न्यायकर्ता हुनुहुन्छ जसले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई इन्साफ गर्नुहुन्छ। त्यसैले प्रिय मित्रहरू, व्यवस्था केवल एउटा कानुनको किताब मात्र होइन, बरु यो त परमेश्वरको हृदयको एउटा तस्बिर हो। त्यसैले परमेश्वरले आफ्नो पवित्रता र धार्मिकतालाई प्रदर्शन गर्न व्यवस्था दिनुभयो। दोस्रो, उहाँका मानिसहरूलाई अलग वा पवित्र राख्न। लेवी 20:26। तिमीहरू मेरो निम्ति पवित्र हौ किनभने म परम प्रभु पवित्र छु र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्याएको हुँ। बाइबलमा पवित्र शब्दको अर्थ छुट्याइएको वा कुनै खास उद्देश्यका लागि अलग गरिएको भन्ने हुन्छ। परमेश्वरले संसारका सयौं जातिहरूबाट इस्राएलीहरूलाई एक विशिष्ट र बहुआयामिक उद्देश्यका निम्ति अलग गर्नु भएको थियो। त्यस समयमा संसारभरिका मानिसहरू मूर्ति पूजा, अनैतिकता र क्रूर प्रथाहरूमा पुरै डुबेका थिए। उनीहरूको बोली वचन, व्यवहार र जीवनशैली मात्र होइन, खानपान र संस्कृति समेत भ्रष्ट बनेको थियो। उनीहरूको आराधनाको पद्धति घृणित र अमानवीय कार्यहरूले भरिएको थियो। यसकारण परमेश्वरले इस्राएलीहरूलाई संसारका अरू जातिहरूभन्दा फरक र विशेष बनाउन व्यवस्था दिनुभयो ताकि उनीहरू संसारको खराब रीतिथितिमा नमिसियुन्। उनीहरूको चरित्र र जीवनशैली परमेश्वरको आफ्नो पवित्र स्वभावसँग मेल खाओस्। उनीहरू संसारको लागि ज्योति वा नमुना बन्न सकुन् र उनीहरू संसारको पापमा नमिसिकन येशू ख्रीष्टलाई संसारमा ल्याउने पवित्र माध्यम बन्न सकुन् भनेर परमेश्वरले व्यवस्था दिनुभयो। त्यसैले प्रिय मित्रहरू, व्यवस्था इस्राएलीहरूलाई नियन्त्रण गर्नका लागि होइन, बरु संसारको भिडमा उनीहरूको पहिचान जोगाउनको लागि दिनुभएको थियो। तेस्रो, आफ्ना मानिसहरूको सुरक्षा गर्न। व्यवस्था 6:24। परम प्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परम प्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो ताकि हाम्रो निरन्तर हित होस् र आज पर्यन्त झैं हाम्रो जीवनको पनि रक्षा होस्। व्यवस्था परमेश्वरले कुनै भारी वा बोझको रूपमा होइन, तर एउटा सुरक्षा कवचको रूपमा दिनुभएको थियो। यसले इस्राएलीहरूलाई 3वटा मुख्य क्षेत्रमा सुरक्षा प्रदान गर्थे। शारीरिक रोगहरूबाट सुरक्षा गर्न, सामाजिक
न्याय र व्यथितिबाट सुरक्षा गर्न र पारिवारिक र नैतिक सुरक्षा गर्न परमेश्वरले व्यवस्था दिनुभएको थियो। यदि कसैलाई संक्रामक रोग लागेमा उसलाई क्वारेन्टाइनमा राख्ने र लुगाहरू सफा राख्ने नियम थियो। यसले महामारी फैलिनबाट सुरक्षा दिन्थ्यो। खानपान सम्बन्धी नियम थियो। यसले हुन सक्ने परजीवी वा ब्याक्टेरियाको संक्रमणबाट मानिसहरूलाई जोगाउँथ्यो। फसल काट्दा खेतको कुना कुनामा नकाटिकन छोडिदिनु पर्ने नियम थियो। यसले गरिब, विधवा, टुहुरा टुहुरी र विदेशीहरूले खान पाउँथ्यो। आफ्नै दाजुभाइ वा गरिबलाई ऋण दिँदा ब्याज नलिनु भन्ने नियम थियो। यसले गरिबहरूलाई ऋणको पासोबाट जोगाउँथ्यो। व्यभिचारको निषेध थियो। यसले वैवाहिक सम्बन्धलाई पवित्र राख्थ्यो र परिवारलाई टुट्न दिँदैन थियो। आमा बाबुलाई आदर गर्नुपर्ने नियम थियो। यसले वृद्ध अवस्थामा आमा बाबुको हेरचाह र सुरक्षा सुनिश्चित गर्थ्यो। यसकारण व्यवस्था दिनुको कारण मानिसहरूलाई स्वतन्त्रता दिनु थियो, बन्धनमा राख्न होइन। जसरी माछा पानी भित्र बस्दा मात्र सुरक्षित र स्वतन्त्र हुन्छ, त्यसरी नै इस्राएलीहरू परमेश्वरको व्यवस्था भित्र बस्दा सुरक्षित, सुखी र आशिषित हुन्थ्यो। त्यसैले प्रिय मित्रहरू, परमेश्वरको व्यवस्था मानिसलाई सुरक्षित राख्न दिनुभएको थियो। चौथो, पापको बारेमा ज्ञान दिन। रोमी 7:7। हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन। यदि व्यवस्था नभए मैले पाप थाहा पाउने थिएन, किनकि तैँले लोभ नगर भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिएन। परमेश्वरले मानिसहरूलाई पापको बारेमा ज्ञान दिनका लागि व्यवस्था दिनुभयो। मानिस आफू पापी छु भन्ने कुरा व्यवस्था बिना थाहा पाउन सक्दैन, किनकि व्यवस्थाले नै के सही र के गलत हो भन्ने ईश्वरीय मापदण्ड तोकिदिएको हुन्छ। जहाँ व्यवस्था हुँदैन त्यहाँ अपराधको चेतना पनि हुँदैन। उदाहरणका लागि, यदि कुनै टापुमा मानिसहरू बस्छन् तर त्यहाँ कुनै कानुनी नियम छैन भने त्यहाँ कसैले चोरी, हत्या वा व्यभिचार गरे पनि त्यसलाई अपराधको रूपमा परिभाषित गर्न कठिन हुन्छ। कानुनी व्यवस्थाको अभावमा मानिसले मैले गल्ती गर्दैछु भन्ने महसुस गर्दैन। मानिसको मनमा लोभ, व्यभिचार र चोरीका भावनाहरू पहिलेदेखि नै विद्यमान थिए। तर जब व्यवस्थाले चोरी नगर्नु वा लोभ नगर्नु भन्यो, तब मात्र मानिसले आफ्नो हृदय भित्रको पापलाई चिन्न सक्यो। अर्थात् व्यवस्थाले यो पाप हो भनेर चिनायो। यसकारण व्यवस्थाले मानिसको कमजोरीलाई औँल्याउने काम गर्छ। यसले हामीलाई पापी छौं भनी प्रमाणित गरिदिन्छ। जसरी ऐनाले हाम्रो अनुहारको दाग देखाउँछ, त्यसरी नै व्यवस्थाले हाम्रो हृदयको पापलाई छर्लङ्ग पारिदिन्छ। यसले हाम्रो मन, हृदय र सोच कस्तो छ भन्ने कुरा सबै देखाइदिन्छ। जब तपाईँ व्यवस्थाको अध्ययन गर्नुहुन्छ, तब मात्र तपाईँको जीवनमा पाप कति गहिरोसँग जरा गाडेर बसेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ। त्यसैले प्रिय मित्रहरू, व्यवस्था मानिसलाई पापी बनाउन होइन, बरु मानिस पापी छौं भनी प्रमाणित गर्न परमेश्वरले दिनुभएको थियो। पाँचौं, व्यवस्थाले मानिसलाई धर्मी ठहराउन सक्दैन भनी देखाउन। गलाती 2:16। र पनि हामी जान्दछौं व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर यीशु ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ। यसकारण हामीले पनि हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्यौं, ताकि हामी व्यवस्थाका कामद्वारा होइन, तर ख्रीष्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौं। किनकि व्यवस्थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन।
हामी मध्ये धेरै जसोलाई लाग्न सक्छ कि व्यवस्था पालन गरेर धर्मी ठहरिन्छ, तर व्यवस्था पालन गरेर मानिस धर्मी ठहरिन सक्दैन। परमेश्वरले इस्राएलीहरूलाई व्यवस्था दिनुभएर एउटा अचम्मको सत्य बुझाउनुभयो कि तिमीहरू व्यवस्था पालन गरेर कहिले धर्मी बन्न वा आफूलाई बचाउन सक्दैन, किनभने परमेश्वरले व्यवस्थामा थोरै मात्र आज्ञाकारिता खोज्नु भएको होइन। व्यवस्थाको मापदण्ड 100% आज्ञाकारिता हो। याकुब 2:10 भन्छ, किनकि जसले सारा व्यवस्था पालन गर्छ तापनि एउटै कुरामा चुक्छ भने त्यो सबैमा दोषी ठहरिन्छ। परमेश्वरले लगभग 613 वटा भन्दा बढी व्यवस्थाहरू दिनुभयो, त्यसमध्ये 612 वटा पालन गर्यो, तर एउटा मात्र पालन गरेन भने व्यवस्थाले त्यसलाई पापी ठहर गर्छ। यसकारण मानिसको प्रयासले यो सिद्धता कहिले प्राप्त गर्न सक्दैन। व्यवस्थाले पापको चेतना दिन्छ, यसले मानिसलाई येशूको क्रुसको फेदीमा पुर्याउँछ। त्यसैले व्यवस्था परमेश्वरको अनुग्रहको एक सुन्दर उपहार हो। यसले मानिसलाई अनुग्रह नै एक मात्र आशा हो भन्ने कुरामा डोर्याउँछ। त्यसैले प्रिय मित्रहरू, व्यवस्थाले मानिसलाई धर्मी ठहराउँदैन, तर यसको काम येशू ख्रिस्टमाथिको विश्वासमा डोर्याउनु हो। 6औं, मानिसलाई ख्रिस्टतर्फ डोर्याउन। गलाती 3:24। विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रिस्टसम्म डोर्याउने जिम्मा दियो। तर अब विश्वास आएको हुनाले अब उपरान्त हामी संरक्षकको अधीनमा छैनौं। पावलले यहाँ व्यवस्थालाई संरक्षक भन्छन्, जसले हामीलाई ख्रिस्टतर्फ डोर्याउँछ। संरक्षकको काम सुरक्षा दिनु, अनुशासनमा राख्नु, सीमा वा नियम सिकाउनु र परिपक्वतासम्म डोर्याउनु हो। परमेश्वरले व्यवस्था दिनुको कारण पनि यही हो कि मानिसहरूलाई सुरक्षा दिनु, अनुशासनमा राख्नु, सीमा र नियम सिकाउनु र ख्रिस्ट येशूतर्फ डोर्याउनु हो। व्यवस्थाले मानिसलाई दोषी ठहराउँछ। व्यवस्थाले भन्छ तिमीले पूरा गर्न सक्दैन। जब मानिसले आफू दोषी देख्छ, उसले प्रश्न गर्छ, अब मेरो आशा के हो? यही प्रश्नको उत्तर हो येशू ख्रिस्ट। व्यवस्थाले मानिसको पापी स्वभावलाई उदाङ्गो पारिदिन्छ, जसले गर्दा मानिसले क्षमा र अनुग्रहको अर्थात् येशू ख्रिस्टको खोजी गर्न बाध्य बनाउँछ। व्यवस्थाले मानिसलाई नम्र बनाउँछ। म ठिक छु, म अरूभन्दा असल छु भन्ने भ्रमलाई भत्काइदिन्छ। यसले ख्रिस्टलाई ग्रहण गर्न हृदय तयार पार्छ। व्यवस्थाले मुक्तिको आवश्यकता देखाउँछ, पापको गम्भीरता, दण्डको निश्चितता र मानिसको कमजोरी सबै देखाइदिन्छ। देखाउने मात्र होइन, यी सबै समस्याको समाधान येशू ख्रिस्टमा छ भनेर यसले उद्धारकर्ता ख्रिस्ट येशूतिर डोर्याउने काम गर्छ। त्यसैले प्रिय मित्रहरू, व्यवस्था एउटा यस्तो बाटो हो जसले हामीलाई प्रभु येशू ख्रिस्टसम्म डोर्याएर छोडिदिन्छ। अन्तमा प्रिय मित्र, व्यवस्था केवल इस्राएलीहरूका लागि मात्र होइन, तर परमेश्वरलाई प्रेम गर्ने सबैका लागि एउटा बहुमूल्य उपहार हो। यसले हामीलाई परमेश्वरको पवित्रता र धार्मिकतासँग परिचय गराउँछ। यसले हामीलाई परमेश्वर जस्तै पवित्र हुन सिकाउँछ। यसले हामीलाई सुरक्षा र भलाइ गर्छ। यसले हामीलाई पापको पहिचान गराउँछ। यसले हामीलाई असल कामहरूद्वारा मुक्ति पाउन सक्दैन, विश्वासद्वारा मात्र मुक्ति पाइन्छ भनी देखाउँछ। यसले हामीलाई उद्धारकर्ता येशू ख्रिस्ट कहाँ डोर्याउने काम गर्छ। यसकारण हाम्रो लागि पनि परमेश्वरले दिनुभएको व्यवस्था अति नै महत्त्वपूर्ण छ। आमेन। प्रभुको स्तुति होस्। आजको यो भिडियो हेर्नु भएको लागि तपाईहरू सबैलाई धन्यवाद छ। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।